पक्षोन्नति नयाँ कक्षा थप को लागि हामी खास गरेर अनुगमनमा निस्केका छौँ। धेरै स्कुलहरू हेरियौँ। गाविगञ्ज नगरपालिकामा अहिले 42वटा रजिस्टर्ड विद्यालयहरू छन्, बोर्डिङ स्कुलहरू रजिस्टर्ड भएका छन् इनिसमा। त्यो बाहेक धेरै विद्यालयहरू यस्ता छन् जुन अल्पत्र अवस्थामा छ, त्यसको अनुगमन गरिरहेका छौँ र त्यसलाई हामी मूलधारमा ल्याउने प्रयास गरिरहेका छौँ। अहिले अनुगमनमा हेर्दा स्कुलहरू कतिपय स्कुलहरूलाई अनुमति दिने अवस्था पनि देखियो र कति धेरै विद्यालयहरू यस्ता छन् त्यसको कक्षा कोठाको व्यवस्थापन, बसाइ व्यवस्थापनदेखि लिएर बाहिरी व्यवस्थापन, खानेपानी, शौचालयहरूको पनि अनुगमन गरियो। त्यसमा धेरै विद्यालयहरूलाई अनुमति नदिने अवस्था पनि देखिन्छ र अब यो हामी शिक्षा समितिमा पनि पेश गर्छौँ आफ्नो प्रतिवेदन। त्यही अनुसारले हामी अगाडि काम बढाउनेछौँ। हस्त, धन्यवाद।